सेभन हो अनि 7 नै मेरो सम्पूर्ण पेज फलोअर्सलाई र आज चाहिँ हामी जाँदैछु पिकनिक हैन। अन्त यो चाहिँ नयाँ बाटो रहेछ। अन्त यो बाटो चाहिँ म फर्स्ट टाइम आएको त तपाईहरुले कम भनेर। यो बाटो चाहिँ तपाईको मकैबारी क्यान्टिनदेखि चाहिँ अलिकति तल आएर चाहिँ यस्तो उकालो रहेछ हैन। यो चाहिँ नयाँ बाटो खोलेको छ। अन्त राजु चाहिँ हामी यहाँबाट अब गएको तपाईहरुले देखाउनको लागि र हामी चाहिँ अब दुधे गएको पिकनिक हैन। अन्त पिकनिकमा को छ त्यो पनि चाहिँ हामी जेवा स्कुलमा गएको हैन। अरु चाहिँ गाडी लिएर सक्यो। अन्त अब तपाईहरुलाई पिकनिकमा गइरहेको छु कि को छ पिकनिकमा। ओके देन सी यू। अन्त साथीहरु अब हामी चाहिँ यो जग्गामा जाँदैछु हैन। यो चाहिँ तपाईको दुधे पिकनिक स्पट हो। अनि यहाँदेखि हेर्नुस् न भ्यू कस्तो राम्रो देखियो। यो दुधे कस्तो राम्रो भ्यूज आउँदैछ यहाँबाट। अनि तपाईहरुले कहाँबाट हेर्नुहुन्छ यहाँ मेरो भिडियो हैन कमेन्ट सेक्सनमा भनिदिनुस् होला। अन्त फाइनली साथीहरु म चाहिँ पिकनिकको स्पट आइपुगे हैन। यहाँ चाहिँ हाम्रो ग्रुपहरु काकीहरु हुनुहुन्छ। यहाँ चाहिँ आएर मैले म्युजिक लगाएको छु किनभने कपिराइट क्लेम आउँछ नि र। यहाँ चाहिँ निकिता बहिनी अनि यहाँ छु रचना हैन। यहाँ दीक्षा अन्त काकीहरु हुनुहुन्छ नि त भाइहरु हुनुहुन्छ हैन। यहाँ चाहिँ हाम्रो ज्वाइँहरुले चाहिँ एकदम खाना कुकिङमा बिजी हुनुहुन्छ। अन्त उहाँहरुले चाहिँ चिकन फ्राई गर्नुहुन्छ विङ्स। अन्त यता सदन भाइ विङ्स बनाउन एकदम बिजी यिनीहरु चाहिँ हैन। अन्त साथीहरु यो चाहिँ विङ्स हो हैन। अन्त यहाँनिर चाहिँ हाम्रो स्पेशल बनिन्छ। यो चाहिँ पोर्कको सेकुवा दाजु चाहिँ हामीले ढुङ्गामा बनाएको हैन। यो चाहिँ ढुङ्गा टाक्नु चाहिँ पुरा टाइम लाग्दो रहेछ तर एकदम टेस्टी भएको थियो हो। अन्त केटाहरू आयो भने चाहिँ पिकनिकको सँगै आयो भने चाहिँ हामीले केटीहरूलाई चाहिँ ढुक्कै रेस्ट केही गर्नु पर्दैन। हामीले चाहिँ यिनीहरूले गरिहाल्छ र। अन्त यो चाहिँ हामीले चाहिँ चिकन पोर्क चाहिँ हामीले घरदेखि नै म्यारिनेट गरेर लगेको थियौँ हो। अन्त साथीहरू तपाईँलाई कस्तो लाग्यो हाम्रो यो ग्रुप कमेन्ट सेक्सनमा भनिदिनुहोस् होला। अन्त हेर्नुहोस् न साथीहरू यहाँ चाहिँ बाँस पल्टाउँदैछ हैन। यो चाहिँ एकदम अर्ग्यानिक टाइपको पिकनिक भएको थियो। चिम्टा पनि हामीले बाँसले बनाएको थियो हैन। अन्त यो हेर्नुहोस् न कस्तो दामी हेर्दै खानु मन लाग्यो फेरि मलाई त। अन्त साथीहरु यहाँ चाहिँ पौडी खेल्ने जग्गा पनि रहेछ। यहाँ चाहिँ मेरो छोराहरू छ हैन। यहाँ चाहिँ म गइनँ किनभने केटाहरू पुरा थियो। यहाँ केटीहरू चाहिँ कोही गरे। यहाँ चाहिँ मेरो हस्बेन्डले गरेको थियो। यहाँ चाहिँ विराज भाइ हाम्रो विराज पनि गएको थियो हैन। एकदम भिड दिएर चाहिँ यहाँनिर गरम पनि त्यस्तो थिएन। त्यसो साथीहरू कस्तो राम्रो यहाँनिर हामी त्यसरी जानु पनि पाइन। मेरो छोरा बिजी स्विमिङ चाहिँ जान्दैन बिचारा। अन्त साथीहरू अब चाहिँ अब लन्च टाइम भयो हैन। अन्त एकदम ढिलो भएको थियो लन्च गर्दै। अन्त यहाँ चाहिँ दीक्षाले सर्भ गर्दैछ। अब यो पछि ज्यादा मैले भिडियो गर्न सकिनँ किनभने रात परिहाल्यो हैन। त्यही भएर चाहिँ भिडियो गर्न सकिनँ। ओके देन सी यू इन माई नेक्स्ट भिडियो। बाइ बाइ सबैजनालाई।